साथीहरु के तपाईले पनि आफ्नो फेसबुक आइडी पासवर्ड भुल्नुभयो र लगइन गर्दाखेरि लगइन भएको छैन अनि तपाईको आइडी ह्याक भएको छ र तपाईले चाहनुहुन्छ कि त्यसको पासवर्ड चेन्ज गर्न तर तपाईलाई थाहा छैन कसरी गर्ने भनेर चिन्ता नगर्नुहोस् साथीहरु यो भिडियोमा म तपाईलाई सिकाउन गइरहेको छु कि हामी कसरी चाहिँ हाम्रो फेसबुकको पासवर्ड रिकभर गर्ने भनेर सिकाउन गइरहेको छु आउनुहोस् साथीहरु हामी भिडियो सुरु गरौँ हेलो फ्रेन्ड्स वेलकम टु माई च्यानल सजिलो टिप्स र आजको यो भिडियोमा म तपाईलाई सिकाउन गइरहेको छु कि हामीहरुको फेसबुक आइडी ह्याक भएको खण्डमा अनि हामीले फेसबुकको पासवर्ड भुलेको खण्डमा र हामीले चाहिँ लगइन गर्दाखेरि लगइन नभएको खण्डमा चाहिँ हामी कसरी चाहिँ त्यसलाई रिकभर गर्न सक्छौं भनेर म तपाईलाई यो भिडियोमा सिकाउन गइरहेको छु। साथीहरु यो भिडियो तपाईहरुको लागि एकदम महत्त्वपूर्ण हुनेछ र यस भिडियोमा म तपाईलाई स्टेप बाइ स्टेप सिकाउन गइरहेको छु र यो भिडियो तपाईहरुको लागि एकदम महत्त्वपूर्ण छ साथीहरु। कृपया भिडियो सुरुदेखि अन्त्यसम्म हेर्नुहोस् र अहिलेसम्म पनि तपाईले मेरो यो भिडियोलाई लाइक शेयर गर्नुभएको छैन भने कृपया लाइक शेयर गर्नुहोस् र एउटा कमेन्ट गर्न नभुल्नुहोस्। अनि आउनुहोस् साथीहरु हामी यो भिडियो सुरु गर्नेछौँ। र तपाईले आफ्नो फेसबुक आइडी रिकभर गर्नको निम्ति तपाईले फेसबुक एप्स ओपन गर्नुपर्ने हुन्छ र त्यसको निम्ति तपाई पहिला फेसबुक एप्समा जानुहोस्। तपाईसँग फेसबुक एप्स छ भने ठिकै छ, छैन भने चाहिँ तपाई प्ले स्टोरबाट यसलाई पाउन सक्नुहुन्छ र म फेसबुक एप्स ओपन गर्न गइरहेको छु। ओपन गर्नुहोस् तपाई पनि। अनि यहाँदेखि चाहिँ तपाईको एकदम महत्त्वपूर्ण भागहरु चाहिँ यहाँ देखिरहेको छ। साथीहरु जसै तपाई यहाँ आउनुहुन्छ तब चाहिँ यहाँ आएर तपाईहरुसँग यदि आफ्नो पुरानो जीमेल आइडी र तपाईको पुरानो फेसबुक आइडी र पासवर्ड थाहा छ भने तपाई यहाँ लगइन गर्न सक्नुहुन्छ। यदि थाहा छैन र लगइन हुन सकेको छैन र कसैले तपाईको आइडी ह्याक गरेर पासवर्ड चेन्ज भएको कारणले लगइन भएको छैन भने चाहिँ हामीसँग एउटै उपाय हुन्छ, त्यो भनेको चाहिँ हामीसँग फरगेट पासवर्ड गर्ने र यो फरगेट पासवर्ड गर्ने पर्छ किनकि यो नगरेसम्म हामी चाहिँ भित्र गर्न सक्दैनौँ। त्यसैले तपाई फरगेट पासवर्डमा जानुहोस् र जसै तपाई यहाँ जानुहुन्छ तपाई फरगेट पासवर्डमा आएपछि तपाईले यदि आफ्नो फोन नम्बर देख्यो भने चाहिँ यो फोन नम्बर हाल्नुहोस्। तपाईले हैन तपाईले यदि आफ्नो जीमेल आइडी देखि बनाउनु भएको छ भने चाहिँ जीमेल आइडी हाल्नुहोस् र यदि तपाईको फोन नम्बर छ भने नम्बर हाल्न सक्नुहुन्छ र मेरो चाहिँ जीमेल आइडी देखियो त्यसैले म चाहिँ मेरो जीमेल आइडी हाल्न गइरहेको छु। सर्च बाइ इमेल यहाँ गएर चाहिँ म मेरो जीमेल आइडी हाल्ने छु। तपाईहरुसँग छ भने पनि तपाईहरुले जसले गर्दा पनि हुन्छ। अनि स्टेप त्यही नै हो आखिर। म मेरो यहाँ जीमेल आइडी हाल्न गइरहेको छु र जीमेल आइडी हालिसकेपछि तपाई चाहिँ अब कन्टिन्यू गर्नुपर्ने छ र कन्टिन्यू गर्नुहोस् तपाई। अनि कन्टिन्यू गरेपछि देख्न सक्नुहुन्छ कम्प्लिट द सिक्रेट स्टेप रिकभर दिस अकाउन्ट। अनि यहाँ गएर चाहिँ तपाई रिकभरमा जानुहोस्। रिकभरमा गएपछि चाहिँ तपाई गेट कोड भ्या इमेल अनि इमेलबाट कोड पाउन चाहनुहुन्छ व्हाट्सएपबाट र फोनबाट कसरी पाउन चाहनुहुन्छ त्यसै गर्नुहोस्। म चाहिँ अहिले चाहिँ मेरो जीमेलदेखि पाउन चाहन्छु त्यसै जीमेलमा छ। यो तपाईले जसदेखि चाहनुहुन्छ त्यसदेखि तपाई गर्न सक्नुहुन्छ र म चाहिँ जीमेलमा टच गर्न गइरहेको छु र यो कन्टिन्यू गर्दैछु। अनि जसै तपाई देख्न सक्नुहुन्छ यहाँ अब मेरो जीमेलमा कोड आउने छ, त्यसपछि म यहाँ हाल्ने छु। अहिले केही समय लिन्छ र यहाँ मेरो अहिले कोड आइसकेको छ र मैले कोड हालिसकेको छु। यसरी तपाई कोड आएर हालेपछि तपाई कन्टिन्यू गर्नुहोस्। अनि जसै तपाई कन्टिन्यू गर्नुहुन्छ तपाई देख्न सक्नुहुन्छ चेन्ज पासवर्ड। अब तपाई चाहिँ यहाँ तपाई आफ्नो नयाँ पासवर्ड राख्न सक्नुहुन्छ र त्यही आइडीबाट नयाँ पासवर्ड एकदम कडा र स्ट्रङ पासवर्ड राख्नुहोस् जसले कि कसैले पनि तपाईको ह्याक गर्न नसकेको होस्। यहाँ राख्दाखेरि चाहिँ जहिले पनि राख्न पर्ने हुन्छ। तपाईले नम्बर अक्षर र यी एटदरेटहरु यी साइनहरु मिलाएर चाहिँ राख्न सक्नुहुन्छ र म यहाँ मेरो पासवर्ड राख्न गइरहेको छु र यहाँ मैले मेरो पासवर्ड राखिसकेको छु र अब यहाँ मैले कन्टिन्यू गर्नुपर्ने हुन्छ र यो कन्टिन्यू गरेपछि अब यहाँ देख्न सक्नुहुन्छ तपाई मेरो आइडी रिकभर भएको छ र यहाँ गएर चाहिँ तपाई देख्न सक्नुहुन्छ कि मेरो आइडी चाहिँ अहिले भइसकेको छ र यसैगरी तपाईहरुले आफ्नो फेसबुक आइडी रिकभर गर्न सक्नुहुन्छ साथीहरु। अनि यति भएपछि तपाईको जति सालको भए पनि जति पुरानो फेसबुक आइडी पनि तपाईको यो लगइन हुन्छ अथवा रिकभर हुन्छ र तपाईको पासवर्ड चेन्ज गर्ने बित्तिकै तपाईको आइडी नयाँ हुन्छ र यो चाहिँ तपाईको पुरानै फ्रेन्डहरुमा रहेर एकदम तपाईको त्यो उस हुन्छ र नयाँ हुन्छ। र अब यो त भयो र अनि यसपछि चाहिँ अनि तपाईको पासवर्ड चाहिँ यहाँदेखि चाहिँ कताबाट हेर्ने कुन फोनमा लगइन भएको छ र कसले तपाईको फेसबुक आइडी चाहिँ कुन फोनदेखि चलायो भनेर हेर्ने भिडियो चाहिँ हेर्नको निम्ति चाहिँ मैले भिडियो पहिले नै बनाइसकेको छु। साथीहरु कृपया त्यो भिडियोको निम्ति तपाई मेरो प्रोफाइलमा जानुहोस् र यो भिडियोहरु हेर्नुहोस् ताकि तपाईले त्यो भिडियोहरु देखेर तपाईले ती जुन आइडीमा जुन फोनमा तपाईको आइडी लगइन भएको छ त्यसलाई रिमुभ गर्नुहोस्।
साथीहरू के कस्तो लाग्यो तपाईँलाई यो फेसबुक आइडी रिकभर गर्ने तरिका? यदि भिडियो मन परेमा कृपया लाइक, सेयर र सब्स्क्राइब गर्न नभुल्नुहोस्। र आउने समयमा पनि म यस्तै महत्त्वपूर्ण भिडियोहरू लिएर नै आउनेछु। कृपया हामीसँगै जोडिनुहोस्। धन्यवाद।